नमस्कार। आजको यस प्रस्तुतिमा हामी नेपाली निबन्ध लेखनको रोचक संसारमा प्रवेश गर्दैछौँ। धेरैलाई लाग्न सक्छ निबन्ध लेख्नु भनेको निकै गाह्रो र टाउको दुखाउने शैक्षिक काम हो। तर विश्वास गर्नुहोस्, एकपटक यसको सही तरिका र ढाँचा बुझिसकेपछि यो त एउटा अत्यन्तै रमाइलो, पहुँचयोग्य र सृजनात्मक कला बन्न पुग्छ। यस व्याख्या मार्फत निबन्ध लेखनलाई कसरी एउटा उत्कृष्ट कलामा रूपान्तरण गर्न सकिन्छ भन्ने कुराको गहिराईमा पुग्नेछौँ। आजको यस मास्टर क्लासमा हामी मुख्यतया 4वटा कुराहरूमा केन्द्रित हुनेछौँ। पहिलो, आधारभूत संरचना। दोस्रो, कक्षा अनुरूप हुनुपर्ने लेखन शैली। तेस्रो, निबन्धका 4 प्रमुख प्रकारहरू। र अन्त्यमा परीक्षामा कसरी उत्कृष्ट अङ्क ल्याउन सकिन्छ भन्ने सुनौला उपायहरू। ल, अब सुरु गरौँ पहिलो खण्डबाट। खण्ड 1, आधारभूत संरचना। कुनै पनि उत्कृष्ट निबन्ध लेख्नु भनेको एउटा बलियो र सुन्दर घर निर्माण गर्नु जस्तै हो नि। निबन्ध भनेको पाना भर्ने उद्देश्यले मात्रै जथाभावी शब्दहरू थुपार्ने काम पक्कै पनि होइन। यो त एउटा यस्तो व्यवस्थित कला हो जहाँ आफ्ना गहिरा विचार, भावना र तर्कहरूलाई एउटा सुन्दर ढाँचामा उनेर प्रस्तुत गरिन्छ। साँच्चै भन्नुपर्दा यो भावना र तर्कको उत्कृष्ट सङ्गम हो। अब घर बनाउँदा जसरी जग, गारो र छानो चाहिन्छ, त्यसै गरी निबन्धलाई पनि नटुट्ने गरी मुख्य 3 भागमा विभाजन गर्नुपर्छ। पहिलो भाग हो प्रस्तावना, जसलाई निबन्धको स्वागत गर्ने प्रवेशद्वार पनि भन्न सकिन्छ। यसले पढ्ने मान्छेलाई भित्र पस्न र थप पढ्न कौतूहलता जगाउँछ। दोस्रो र सबैभन्दा ठूलो खण्ड हो मुख्य भाग। यहाँ विषयवस्तुको सबल र दुर्बल पक्ष, कारण अनि समाधानहरूलाई निकै फराकिलो रूपमा राखिन्छ। र अन्त्यमा आउँछ उपसंहार वा निचोड, जहाँ सम्पूर्ण कुराहरूको सार खिचेर एउटा सकारात्मक र प्रभावकारी सन्देशसहित निबन्धको ढोका बन्द गरिन्छ। अब यो अर्को खण्ड साँच्चीकै नै चाखलाग्दो छ। खण्ड 2, कक्षा अनुरूप लेखन शैली। विद्यार्थीहरूको शैक्षिक स्तर बढ्दै जाँदा निबन्धबाट गरिने अपेक्षा पनि कसरी ह्वात्तै माथि उठ्छ भन्ने कुरा बुझ्न एकदमै जरुरी छ। प्राथमिक र निम्न माध्यमिक तहमा लेख्दा मुख्य ध्यान छोटोपन, सरल भाषा र हिज्जे वा व्याकरणमा गल्ती नहुने कुरामा दिइन्छ। तर जब हामी माध्यमिक वा उच्च माध्यमिक तहमा पुग्छौँ तब अपेक्षाहरू पूर्ण रूपमा फेरिन्छन्। त्यहाँ निबन्ध लामो त हुनैपर्छ, सँगसँगै भाषा निकै परिपक्व, तार्किक र साहित्यिक पनि हुनुपर्छ। आफ्ना तर्कहरूलाई बलियो र परिष्कृत बनाउन उखान ठुक्का र सुक्तिहरूको प्रयोग अनिवार्य जस्तै बन्न पुग्छ। अब हामी अगाडि बढौँ र हेरौँ यसले कसरी आकार लिन्छ। खण्ड 3, निबन्धका 4 प्रकार। आफ्नो वैचारिक घरलाई सजाउन मुख्यतया 4 प्रकारका लेखन शैली बुझ्नु आवश्यक हुन्छ। यसमध्ये पहिलो हो वर्णनात्मक निबन्ध। यसमा कुनै पनि कुरालाई जस्तो छ ठ्याक्कै त्यस्तै उतार्ने प्रयास गरिन्छ। उदाहरणका लागि हाम्रो महान चाड दशैँलाई नै लियौँ। प्रस्तावनामा यसलाई असत्यमाथि सत्यको विजयको रूपमा चिनाइन्छ। मुख्य भागमा आइपुग्दा घटस्थापनादेखि पूर्णिमासम्मका 15 दिन, पहेँलो जमरा, रातो टीका र परिवार टाढा टाढाबाट आएर हुने त्यो रमाइलो जमघटलाई यति जीवन्त रूपमा वर्णन गरिन्छ कि पढ्ने मान्छे आफै त्यो उत्सवमा सामेल भएको महसुस गरोस्। अनि अन्त्यमा यसले ल्याउने सामाजिक एकताको प्रशंसा गर्दै तडक भडक र फुजुल खर्चबाट बस्नुपर्छ भन्ने सकारात्मक सन्देश दिइन्छ। दोस्रो प्रकार हो आख्यानात्मक वा संस्मरणात्मक निबन्ध। यो भनेको एउटा मिठो र निरन्तर बग्ने कथा जस्तै शैली हो। यसमा आफ्ना अनुभवहरूलाई म वा हामी भनेर प्रस्तुत गरिन्छ। जस्तै पोखराको अविस्मरणीय यात्राको वर्णन गर्दै गर्दा त्रिशुली नदीको किनारै किनार गुडेको बस र झ्यालबाट देखिएका हरिया पहाडहरूको सुन्दर दृश्यलाई एउटा जीवन्त व्यक्तिगत कथाको रूपमा प्रस्तुत गर्न सकिन्छ। यो एकदमै रोचक हुन्छ। अनि यसले उत्कृष्ट रूपमा के चित्रण गर्छ भने एउटा साधारण संस्मरण कसरी एउटा गहिरो दर्शनमा परिणत हुन सक्छ। यो यात्राले मनोरञ्जन मात्र दिएन, प्रकृतिको नजिक पुग्ने मौका दियो। प्रकृति नै वास्तविक शिक्षक हो भन्ने कुरा बुझ्ने अवसर मिल्यो। यो भनाइले स्पष्ट पार्छ कि यात्रा केवल रमाइलोको लागि मात्र नभई जीवनको गहिरो सत्यलाई बुझाउने बलियो माध्यम पनि हो। तेस्रो प्रकार हो विचारात्मक वा तार्किक निबन्ध, जुन विशेष गरी माध्यमिक तहका विद्यार्थीहरूका लागि निकै महत्त्वपूर्ण मानिन्छ। उदाहरणका लागि विज्ञान वरदान कि अभिशाप भन्ने विषयलाई हेरौँ। यसमा एकदमै होशियारीपूर्वक सन्तुलन मिलाएर तर्कहरू प्रस्तुत गर्नुपर्छ।
एकातिर इन्टरनेट र चिकित्सा विज्ञानले ल्याएको चमत्कार र विश्वलाई नै एउटा सानो गाउँ बनाएको सुखद पक्ष राखिन्छ भने अर्कोतिर परमाणु हतियारको भयानक त्रास र मोबाइलले मानिसहरूबीच बढाएको चरम सामाजिक दूरी जस्ता विनाशकारी पक्षहरूलाई पनि उत्तिकै तार्किक रूपमा तौलिनुपर्छ। यो साँच्चै नै तराजुमा जोखे जस्तै हो। अब पालो चौथो र अन्तिम प्रकारको भावनात्मक निबन्ध। यो ढाँचा पूर्ण रूपमा हृदय, गहिरो करुणा र कल्पनाशीलतामा निर्भर हुन्छ। यसमा कठोर तथ्य र तर्कभन्दा पनि मानवीय संवेदनाहरू र भावनाहरूको गहिराईलाई शब्द मार्फत पस्कने काम गरिन्छ। यहाँ दिमागको होइन, मनको कुरा सुनिन्छ। त्यसैले यहाँ सबैभन्दा महत्त्वपूर्ण बुदा के हो भने भावनात्मक निबन्धमा प्रयोग हुने यस्ता प्राचीन श्लोक र ज्ञानले लेखाइलाई कति गहिरो बनाउँछ। आमाको निस्वार्थ त्यागलाई वर्णन गर्दा शब्दहरूमा मात्र सीमित नभई हृदयलाई सिधै छुने गरी भावनाहरू पोख्नुपर्ने हुन्छ। आमाको ऋण कुनै पनि मूल्य चुकाएर तिर्न सकिँदैन भन्ने यो भावले भावनात्मक निबन्धको वास्तविक गहिराई र शक्तिलाई दर्शाउँछ। हामी अन्तिम खण्डमा आइपुगेका छौँ। घरको जग र भित्ताहरू त निर्माण भए, अब यसलाई बाहिरबाट कसरी आकर्षक बनाउने त? खण्ड 4, परीक्षामा उत्कृष्ट अङ्क ल्याउने तरिका। यी गोल्डन टिप्स अर्थात् सुनौला नियमहरूलाई एकदमै ध्यान दिनु आवश्यक छ। यी यस्ता उपाय हुन् जसले एउटा सामान्य लेखाइलाई उत्कृष्ट कलाकृतिमा परिणत गरिदिन्छन्। पहिलो कुरा, शीर्षक लेख्ने बित्तिकै त्यसको ठिक तल एउटा सान्दर्भिक कविता वा उखान राख्दा यसले पहिलो हेराइमै जाँच्ने व्यक्तिलाई गहिरो प्रभाव पार्छ। त्यस्तै एउटै लामो अनुच्छेद लेख्नुको साट्टो नयाँ विचार आउन साथ नयाँ अनुच्छेद सुरु गर्नुपर्छ, कम्तीमा 3 देखि 5 वटासम्म। अक्षर अत्यन्तै सफा र केरमेट रहित हुनुपर्छ र व्याकरणमा विशेष ध्यान पुर्याउनुपर्छ। र अन्त्यमा तार्किक निबन्धहरूमा सधैँ तर्कहरूलाई सन्तुलनमा राख्दै एउटा सकारात्मक निष्कर्ष दिन कहिल्यै भुल्नु हुँदैन। एउटा व्यवस्थित र संरचनात्मक लेखनमा कति धेरै शक्ति हुन्छ भन्ने कुरा त आजको यस व्याख्याबाट स्पष्ट भइसकेको छ। अब विचार गर्नुपर्ने मुख्य कुरा के हो भने यी सबै सुनौला औजार र सिपहरू बुझिसकेपछि अर्को पटक कलम उठाउँदा त्यो खाली पानालाई कसरी एउटा उत्कृष्ट, तार्किक र मन छुने कलाकृतिमा रूपान्तरण गर्न सकिएला। पक्कै पनि अब निबन्ध लेखन एउटा बोझ नभई एउटा सुन्दर यात्रा बन्नेछ।